के तपाईहरुलाई थाहा छ माल्टाको भिजा लागिसकेपछि तपाईहरुले नेपालबाटै बस कार्डको लागि एप्लाई गर्न सक्नुहुन्छ। हेलो नमस्ते सबैजनालाई, स्वागत छ तपाईहरुलाई फेरि पनि हाम्रो अर्को भिडियोमा। सो तपाईहरुले माल्टाको लागि एप्लाई गर्नु भएको छ भने तपाईहरुलाई पक्कै पनि थाहा छैन होला कि तपाईको बस कार्ड चाहिँ नेपालबाटै एप्लाई गर्न मिल्छ भनेर। सो आउनुस् आज हामी यो भिडियोमा कुरा गर्नेछौँ भिजा लागिसकेपछि चाहिँ नेपालबाटै बस कार्डको लागि कसरी अप्लाई गर्ने भनेर। सो यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। हामी यो भिडियोमा चाहिँ तपाईहरुलाई एउटा फर इक्जाम्पलमा एउटा स्टुडेन्टको बस कार्ड एप्लाई गरेर देखाउनेछौँ। सो सबभन्दा पहिला चाहिँ हामीले क्रोम ओपन गर्नु पर्यो। क्रोम ओपन गरिसकेपछि चाहिँ तपाईले सर्च गर्नु पर्यो तालिन्जा भनेर। तालिन्जा कार्ड भनेर तालिन्जा बस कार्ड या तालिन्जा कार्ड माल्टा भनेको तपाईले डिफ्रेन्ट यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हामी तालिन्जा बस कार्डमा क्लिक गरौँ। त्यसपछि यहाँनिर पर्सनलाइज तालिन्जा कार्ड भनेर रजिस्टरमा आउँछ। सो हामी यसमा क्लिक गर्छौँ। अब यहाँनिर यस्तो ओपन भएको छ। सो यसमा चाहिँ फर्स्ट अब यो सबै सुरुमा चाहिँ तपाईले नेम आफ्नो नेम हाल्नु पर्यो। नेम पछि तपाईको सरनेम अनि त्यसपछि यहाँ माल्टिज आइडेन्टिटी कार्ड रेसिडेन्ट डकुमेन्ट यसमा चाहिँ तपाईले आफ्नो पासपोर्ट र अदर डकुमेन्टमा भिजा हाल्न सक्नुहुन्छ। त्यसपछि जिमेल हाल्नु पर्यो, जिमेल कन्फर्म गर्नु पर्यो, तपाईको डेट अफ बर्थ हाल्नु, त्यसपछि फोन नम्बर अनि सबै यो गरेर नेक्स्ट बटन क्लिक गर्नुपर्ने हुन्छ। हामी यो सर र फिलअप गरौँ है त। चाहिँ यहाँ हामीले हेर्न सक्छौँ। यहाँ के भनिरहेको छ काइन्डली फिक्स बिलो भनेर डकुमेन्ट नम्बर। अब यहाँनिर हामीले आफ्नो पासपोर्ट नम्बर हाल्नुपर्ने हुन्छ र हामीले पासपोर्ट नम्बर हालिसकेका छौँ। त्यसपछि हामी डाइरेक्ट नेक्स्टको अप्सनमा क्लिक गर्छौँ। फेरि पनि यहाँनिर त्यसपछि चाहिँ यस्तो आउँछ। अब नेक्स्ट अर्को तपाईँको पेजमा गइसकेको छ। अर्को पेज 2 मा चाहिँ के भनिरहेको छ भन्दाखेरि तपाईँको एजुकेसनल इन्स्टिट्युट, तपाईँको इन्स्टिट्युट कुन छ माल्टामा, कुन इन्स्टिट्युटमा तपाईँले एप्लाई गर्नुभएको छ, कुन इन्स्टिट्युटमा पढ्न गइराख्नु भएको छ, यो इन्स्टिट्युटको अप्सनहरू यहाँ हुन्छ। तपाईँले अब यसमा सर्च गर्नुपर्ने हुन्छ कुन इन्स्टिट्युट छ तपाईँको। जस्तो कि हामीले यो युनिपुर एकाडेमीको लागि एउटा तालिन्जा कार्ड एप्लाई गरिरहेका छौँ। अब अदरमा क्लिक गर्ने, इन्टर द नेम अफ अदर इन्स्टिट्युट, तपाईँ कुन इन्स्टिट्युट छ त्यसपछि यहाँ तल के भनेको छ भन्दाखेरि तपाईँको प्रुफ अफ अटेन्डेन्स फर फुल टाइम कोर्स विथ अ मिनिमम अफ 3 months फ्रम अ रिकग्नाइज्ड एजुकेसनल इन्स्टिट्युट। यो भन्नाले तपाईँको
अफर लेटर यसमा अपलोड गर्नु होला। हेर्न सक्नुहुन्छ यहाँनिर हामीले अफर लेटर चाहिँ अब यहाँ अपलोड गर्नुपर्ने हुन्छ। अफर लेटर अपलोड भइसक्यो। त्यसपछि तपाईँ नेक्स्टको बटन क्लिक गरिदिनु होला। त्यसपछि यो थर्ड पेज ओपन भयो। थर्ड पेजमा अब तपाईँको इन्टर हाउस नेम, नम्बर जे छ, हाउस एड्रेस, इन्टर स्ट्रिट नम्बर, त्यसपछि लोकालिटी हो, त्यसपछि तपाईँको पोस्ट कोड के हो, त्यहाँको कुनै होटल छ भने होटलको तपाईँको नेम लेख्नु पऱ्यो, स्ट्रिट नेम, त्यसपछि पोस्टल कोडहरू लेख्नु पऱ्यो त्यहाँको। अनि अर्को चाहिँ तपाईँको यहाँनिर अपलोड यो पिपी साइज फोटो भनेको छ, यहाँ पासपोर्ट साइज फोटो अपलोड गर्नु पऱ्यो। र अर्को तपाईँको कपी अफ योर आइडेन्टिटी कार्ड अर पासपोर्ट, तपाईँले यहाँनिर पासपोर्टको कपी अपलोड गर्नुपर्ने हुन्छ। सो फटाफट हामी यो फिलअप गर्छौँ। अब जस्तै कि यहाँनिर लोकालिटी सिलेक्ट गर्न भनेको छ, हामी यसमा क्लिक गर्छौँ र यहाँनिर माल्टाको डिफ्रेन्ट तपाईँको लोकालिटीहरू ओपन हुन्छ। जस्तै कि अब यहाँ हाम्रो मोस्टामा छ भने कतिको बिजबुगामा हुन्छ, तपाईँको बिर्किगिरामा हुन्छ, लुकामा हुन्छ। हाम्रो मोस्टा छ, हामीले मोस्टा क्लिक गऱ्यौँ। अब त्यहाँको तपाईँको पोस्टल कोड नम्बर हाल्नुपर्ने हुन्छ। यहाँ हामीले यहाँ पासपोर्ट साइज फोटो अपलोड गर्ने बित्तिकै यसलाई अब राम्ररी मिलाउनु पर्ने हुन्छ। त्यसपछि हामीले यहाँनिर अपडेट फोटोमा क्लिक गरिदिनुपर्छ। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरू कार्डमा चाहिँ उहाँको फोटो आइसकेको छ। त्यसपछि तपाईँले यहाँनिर पासपोर्टको आफ्नो स्क्यान कपी यहाँनिर अपलोड गरिदिनु पर्ने हुन्छ। हामीले पासपोर्टको पनि कपी अपलोड गरिसकेका छौँ। त्यसपछि नेक्स्ट अप्सनमा क्लिक गर्छौँ र तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ इनपुटेड डिटेल, सबै डिटेल यहाँनिर तपाईँले फेरि पनि चेक गर्न सक्नुहुन्छ। नेम, सरनेम, पासपोर्ट नम्बर, त्यसपछि तपाईँको डेट अफ बर्थ, जिमेल, फोन नम्बर, नेम अफ एजुकेसनल इन्स्टिट्युट, एड्रेस, त्यसपछि तपाईँको रजिस्ट्रेसन एन्ड पोस्टल चार्ज। त्यसपछि चाहिँ तपाईँको यसको अनलाइन चार्ज तिर्नुपर्ने हुन्छ है, जुन एडमिनिस्ट्रेसन फी यहाँनिर 25 युरो भनेको छ र पोस्टल फी चाहिँ तपाईँको 3.85 फर लोकल रजिस्टर्ड मेल और 3.39 फर इन्टरनेसनल डेलिभरिज भनेर छ। सो तपाईँको सबै जोडेर यो चाहिँ तपाईँको लोकेसनमै डिलिभरी आउँछ क्या, यो चाहिँ तपाईँको लोकेसनमै डिलिभरी आउँछ। तपाईँले यो लिन कहीँ पनि जानु पर्दैन, तपाईँको बस कार्ड चाहिँ तपाईँको रुमसम्मै आउँछ। सो टोटल तपाईँको 28 युरो भएको छ। सो अब यो पे गर्नको लागि चाहिँ तपाईँसँग डलर कार्ड चाहिँ हुनैपर्छ, विदाउट डलर कार्ड यो पेमेन्ट हुँदैन। सो अब यहाँनिर चाहिँ तपाईँले सबमिटको अप्सनमा क्लिक गरिदिनुहोस्। सबमिटको अप्सनमा क्लिक गर्ने बित्तिकै अब तपाईँको कार्ड डिटेल्सहरू माग्छ। यहाँनिर आफ्नो डलर कार्डको नम्बर राख्ने, एक्सपायरी डेट राख्ने, कार्डको पछाडिपट्टि CVV कोड हुन्छ त्यो राख्ने। त्यसपछि चाहिँ तपाईँको कार्ड होल्डरको नाम राखेर कन्फर्म गरिदिनु पर्ने हुन्छ। सो यहाँनिर मैले कार्ड डिटेल्सहरू हालिसकेको छु, अब यहाँ कन्फर्म गरिदिनु पर्ने हुन्छ। अब यो कन्फर्म भइसकेपछि चाहिँ तपाईँको अब जिमेलमा चाहिँ यो यसको कोड आउँछ, जिमेलमा चाहिँ यस्तो कोड आउँछ तपाईँको भेरिफिकेसनको। आइसकेको छ मेरो कोड। सो यहाँनिर कोड हाल्नुपर्ने हुन्छ। अब कोड हालिसकेपछि तपाईँले यहाँ यसमा क्लिक गरिदिनु पर्ने हुन्छ र तपाईँसँग पैसा चाहिँ छ भने, तपाईँको कार्डमा पैसा छ भने चाहिँ यो भइसक्यो, तपाईँको पेमेन्ट कार्ड छ। इफ इनकेस कार्डमा पेमेन्ट पैसा छैन भने चाहिँ तपाईँको यो हुँदैन। जस्तै कि यहाँनिर हेर्नुहोस्, एन्ड एरर हेज अकर वेन सबमिटिङ योर डिटेल्स, प्लिज कन्ट्याक्ट सपोर्ट। र मेरो यहाँनिर ब्याङ्कबाट मेसेज पनि आइसकेको छ, यु डु नट ह्याभ सफिसियन्ट ब्यालेन्स भनेर। सो यसको लागि के गर्नुपर्ने हुन्छ भन्दाखेरि पहिला चाहिँ तपाईँको कार्डमा पैसा हाल्नु पऱ्यो। तपाईँको कार्डमा पैसा भइसकेपछि चाहिँ तपाईँले अरू केही गर्नु पर्दैन, त्यहाँनिर भ्यालिडेट क्लिक गरिदिइसकेपछि त्यो आफै हुन्छ। म अब भोलि आफ्नो कार्डमा पेमेन्ट लोड गर्छु अनि त्यसपछि तपाईँलाई यो गरेर देखाउँछु। यही भिडियोमा म एड गरिदिन्छु। सो यो भिडियो चाहिँ लास्टसम्म मजाले हेर्नु होला। सो तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ, अस्ति चाहिँ मेरो एकाउन्टमा ब्यालेन्स थिएन र हामीले यो तालिम कार्डको पेमेन्ट चाहिँ गर्न सकेका थिएन।
आज चाहिँ मैले ब्यालेन्स टपअप गरेर आइसकेको छु। सो प्रोसेस चाहिँ त्यही हो। बस यहाँनिर अब ब्यालेन्स आइसकेपछि तपाईँको यहाँनिर सबै कार्ड डिटेल हालिसकेपछि भेरिफिकेसन कोड आउँछ तपाईँको जिमेलमा, त्यो यहाँ कोड हाल्नुपर्ने हुन्छ। अब यहाँनिर कोड हालिसकेपछि यहाँ भ्यालिडेटको अप्सनमा क्लिक गरिदिने। सो चाहिँ एकैछिन वेट गर्नुपर्ने हुन्छ। अब यहाँनिर तपाईँहरू हेर्न सक्नुहुन्छ, थ्याङ्क यू फर योर रजिस्ट्रेसन फर योर न्यू तालिङ्गा कार्ड। हाम्रो बस कार्ड यहाँनिर एप्लाई भइसकेको छ। अब यो तपाईँको इमेलमा पनि जान्छ, प्रिन्ट पनि गर्न मिल्छ। मैले इमेलको अप्सन क्लिक गरिदिएँ। अब यो हाम्रो इमेलमा सबै जान्छ। सो यति नै हो। यसरी चाहिँ तपाईँहरू यो प्रोसेस फुल हेरेर तपाईँहरू चाहिँ आफ्नो माल्टाको बस कार्ड एप्लाई गर्न सक्नुहुन्छ नेपालबाटै। सो होप यु गाइज विल इन्जोय दिस भिडियो र तपाईँहरू यो भिडियोलाई लाइक, सेयर, कमेन्ट गरिदिनु होला र हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।